40 गरेको 40 वटा काट्यो। 40 वटा काट्यो। हजुर। अब अरू बाख्रा काट्दैन अब। बाख्रा काट्यो ठिक छ। आन्द्राभुँडी छ नि फोहोर त्यो तल खोलाको तल छ नि मान्छे नजाने ठाउँमा त्यहाँ धुनु पर्यो। मुखियाले त घरमा धोछ भन्नु पर्यो रोग लाग्छ है सानो बच्चा बच्ची छ। हामी मिली भाइले यति भनिसक्यौँ मेरो चाहिँ भुँडीको आफ्नो भाँडा थाला हुन्छ नि त्यो थालामा धोएर त्यहाँबाट पानी हालेर उतै फालिदियो। भुँडी पखाल्नु पर्छ नि खोलामा लगेर पखाल्ने सफा हुन्छ अनि खाने अनि तागत पनि लाग्छ होइन रोग पनि लाग्दैन क्या। त्यो नाति हेर्ने कति राम्रो नातिन रहेछ। आँखा पाकेछ यसको औषधि लिन आउनु। यसको आँखा पाकेछ देख हेर त्यहाँ आँखा पाकेछ कि नै औषधि हाल्ने मसँग छ लिन आउनु है। मिली भाइकोमा आउला औषधि पनि ल्याउला। यसको बुवा यहाँ कान पाकेको छ त्यो पनि त्यसको पनि हामी भोलि बिहान आऊ है। भोलि बिहान आउँछौँ है औषधि दिन्छु अनि दिउँसो टिका लाउनु पर्छ। प्रत्येकले 2टा काटेछ। यहाँ नपखाल्नु है यहाँ भुँडी यहाँ फोहोर हुन्छ रोग लाग्छ। बाख्रा कति काट्यो? ए अझै काट्नु छ? भोलि काट्नु छ। भोलि दसैँ भोलि हो टिका कहिले लाउँछ र? भोलि तपाईँले भएको छ दिदी बहिनीहरूलाई किन तेलको लागि तेल छैन। तेल अलि जाम्ला तिमीले मसँग जाम्ला है। तिमीहरूले खोलामा लगेर पखाएर नानी यो आन्द्राभुँडी यो